नमस्ते, म जीवन कुमार थापा सधैँ चाहिँ यहाँहरूको लागि आज पनि मैले एउटा राम्रो घडेरी बिक्रीमा लिएर आएको छु। ठ्याक्कै यो देखिएको आउने बाटो हो। ठ्याक्कै अहिले हामी इटेरी 1 मा छौँ। यो देखिएको अगाडिको बाटो हेर्न सक्नुहुन्छ। ठ्याक्कै ओडा कार्यालयको बाटो हो। ओडा कार्यालयबाट ठ्याक्कै अलिकति उत्तरतिर आएर पश्चिम पस्नुपर्ने हुन्छ। पश्चिम 150 मिटर पस्नु ठ्याक्कै यही बाटोमा यो जग्गा छ। एकदम राम्रो जग्गा छ। म यहाँलाई सिमाना देखाइहालौँ जग्गाको। ठ्याक्कै यहीँबाट हेर्न सक्नुहुन्छ यो जग्गाको सिमाना सुरु छ। ठ्याक्कै यहाँ देखेको मुर्का यो जग्गाको सिमाना भयो। यता पूर्वतिरको यो देखिएको बाटो 20 फिटको बाटो छ। दुईटा मोहडा भएको घडेरी छ। यतापट्टि यो उत्तर मोहडा भयो। 15 धुर जग्गा छ। उत्तरतिर यहाँले 39 फिट मुख पाउनुहुन्छ। पछाडि हेर्न सक्नुहुन्छ देखेको पछाडिको मुर्का हो सिमाना। उत्तरतिर यहाँले 39 फिट मुख पाउनुहुन्छ भने पश्चिमतिर लगभग 70 फिट मुख हुनेछ। एकदम राम्रो जग्गा छ। दुवैतर्फ 20 फिटको बाटो छ। यो इटेरी 1 को ओडा कार्यालय नजिकै छ। म यहाँ पछाडि हेर्न सक्नुहुन्छ ठ्याक्कै त्यो ड्रेन पछाडिको सिमाना भयो। दुवैतर्फ 20 फिटको बाटो छ। एकदम राम्रो लोकेसनमा राम्रो बसोबास भएको एरिया छ। सबैतिर हेर्न सक्नुहुन्छ यहाँले तुरुन्त लिएर तुरुन्त घर बनाएर बस्नु भन्दा पनि मिल्ने खालको लोकेसन छ। यता पनि 20 फिटकै बाटो छ। ओडा कार्यालय पनि नजिकै छ। यहाँसम्म कसरी आउनु म हजुरलाई लोकेसन क्लियर गरिहालौँ। हामी इटेरीको आँपगाछी चोकबाट पश्चिम आउनुपर्ने हुन्छ। ट्याक्कै यतापट्टि हेर्न सक्नुहुन्छ यो देखिएको यतापट्टि यो जुम गरेर देखाएको मार्सी बोर्डिङ स्कुल हो। त्यो पनि नजिकै छ। यहाँसम्म कसरी आउनु म थोकै हजुरहरूलाई आँपगाछीबाट ठ्याक्कै लोकेसन क्लियर गरिहालौँ। आँपगाछी चोकबाट पश्चिम 2 किलोमिटर आउनु भने ठ्याक्कै यहाँले हाँसपोसा आउन सक्नुहुन्छ। हाँसपोसाको ओडा कार्यालयबाट यता ठ्याक्कै अलिकति तरारा जाने बाटो उत्तरतिर थोरै आएपछि एउटा प्लटिङमा पस्ने बाटो छ। त्यो बाटो 150 मिटर पस्नुभयो भने ठ्याक्कै यहाँ आउन सक्नुहुन्छ। उतापट्टि ठ्याक्कै त्यो घरको सिमाना भयो। यो पश्चिमतिर र म यहाँलाई देखाउँदैछु। एकदम राम्रो जग्गा छ। 15 धुर जग्गा ठुलो मुख छ। यता उत्तरतिर 39 फिट लम्बाइ 70 फिट छ। पछाडिको हेर्न सक्नुहुन्छ मुर्गा पछाडि सबै मुर्गाहरू गाडेको छ। ओडा कार्यालय नजिकै छ। देखिएको त्यो ओडा कार्यालय हो 1 नम्बरको इटेरी 1 नम्बरको हाँसपोसाको ओडा कार्यालय हो। त्यसको ठ्याक्कै पश्चिमतिर पर्छ यो जग्गा। एकदम राम्रो जग्गा छ। राम्रो बसोबास भएको एरिया छ। यहाँले तुरुन्तै लिएर घर बनाउन मिल्ने खालको लोकेसन छ। यहाँ चारैतिर नजिकै घरहरू पनि देखाउँदैछु। ठुल्ठुलो घरहरू छ। एकदम राम्रो लोकेसनमा छ। आँपगाछीबाट ठ्याक्कै पश्चिम 2 किलोमिटर पर्ने हुन्छ। चारैतिरको लोकेसन हेर्न सक्नुहुन्छ। म यहाँलाई थोरै देखाउँदैछु वरिपरि घरहरू भएको लोकेसनमा। एकदम राम्रो ठाउँमा छ। राम्रो जग्गा खोज्दै हुनुहुन्छ भने राम्रो जग्गा आएको छ। यतापट्टि ठ्याक्कै पछाडिपट्टि सिमाना भयो। म यहाँ पछाडितिर पूर्वतिर पनि लगेर सबै सिमानाहरू देखाइदिनेछु। एकदम राम्रो ठाउँमा छ। ओडा कार्यालय नजिकै पर देखिएको ओडा कार्यालय भयो 1 नम्बरको ओडा कार्यालय। यहाँले त्यहाँबाट त्यो बाटोबाट यहाँले यता लबिपुरको भाटभेटिनी पनि निस्किन सक्नुहुन्छ। दक्षिणतिर जानुभयो भने उत्तरतिर आउनुभयो भने तरारा बजार जान सक्नुहुन्छ। यता चारैतिरको लोकेसन हेर्न सक्नुहुन्छ। म घुमाएर देखाउँदैछु। नजिकै घरहरू सबै बनिसकेका छन्। सबै चिजको सुविधा भएको। स्कुल बोर्डिङ स्कुल पनि नजिकै छ। तरारा बजार पनि नजिकै लबिपुर भाटभेटिनी पनि नजिकै पर्छ। आँपगाछी पनि नजिकै छ। त्यो देखिएको मार्सी बोर्डिङ स्कुल हो। यतापट्टि अगाडि हेर्न सक्नुहुन्छ ठुल्ठुलो घरहरू पनि बनिसकेको छ। एकदम राम्रो ठाउँमा राम्रो पर्फेक्ट घडेरी यहाँहरूको लागि आएको छ। म यतापट्टि पछाडिसम्म गएर पनि देखाइदिन्छु। पूर्वतिरको सिमानामा पनि लगेर हिँडेर देखाइदिन्छु। ठ्याक्कै हेर्न सक्नुहुन्छ पछाडि त्यो ठ्याक्कै त्यो देखेको मुर्का त्यो पूर्वतिरको सिमाना भयो। यो जग्गाको रेट चाहिँ जग्गा धनीले 2,20,000 रुपियाँ धुरको राख्नु भएको छ। त्यसमा पनि एकदम नेगोसिएबल प्राइस भन्नुभएको छ। मिलाएर दिने कुरो गर्नुभएको छ। यदि यहाँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने स्क्रिनमा भएको डाइरेक्ट ओनरको नम्बरमा कन्ट्याक्ट गर्नु होला। फिल्डमै आएर हेरेर बुझेर लिन सक्नुहुनेछ। यतापट्टि म यो पूर्वतिर गएर पूर्वतिरको सिमाना देखाउँदैछु यहाँलाई। त्यो देखेको ओडा कार्यालय भयो 1 नम्बरको ओडा कार्यालय। ठ्याक्कै यो पूर्वतिरको सिमानाबाट म यहाँलाई उत्तरतिर जाँदैछु। यो देखेको पूर्वतिर सिमाना छ। एकदम राम्रो जग्गा छ। 15 धुर जग्गा। यो देखेको पूर्वतिरको सिमानाबाट म यहाँलाई जाँदैछु। रेट भनिहालेँ मैले यहाँलाई 2,20,000 रुपियाँ। त्यसमा पनि एकदम मिलाएर दिने कुरो गर्नुभएको छ। यदि यहाँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने डाइरेक्ट ओनरको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। मैले लोकेसन भनिहालेँ इटेरी चोकबाट यहाँले ठ्याक्कै आँपगाछी चोक आउन सक्नुहुन्छ। आँपगाछी चोकबाट 2 किलोमिटर पश्चिम आइसकेपछि हाँसपोसा आउँछ 1 नम्बरको ओडा कार्यालय इटेरीको 1 नम्बर। त्यहाँबाट ठ्याक्कै अलिकति उत्तरतिर आइसकेपछि प्लटिङमा पस्ने बाटो छ। त्यहाँले प्लटिङ त्यहाँबाट 150 मिटर पश्चिमतिर आउनुभयो भने ठ्याक्कै यो घडेरीमा आउन सक्नुहुन्छ। एकदम राम्रो लोकेसन छ। क्लियर लोकेसन छ। कसैलाई सोध्नै पर्दैन। यो एकदम डाइरेक्ट हुन्छ। कसैलाई कमिसन पनि दिनुपर्दैन। ओनरसँग डाइरेक्ट कन्ट्याक्ट गरेर लिन सक्नुहुनेछ। हेर्न सक्नुहुन्छ त्यो आउने बाटो भयो। ठ्याक्कै यो जग्गा भयो। म यहाँलाई उत्तर फेसतिरबाट देखाउँदैछु। राम्रो जग्गा छ। पर्फेक्ट जग्गा छ। ठुलो जग्गा छ। 15 धुर जग्गा छ। 39 बाई 70 फिट मुख छ। दुवैतर्फ 20 फिटको बाटो छ।
इटेरी 1 हाँसपोसा भनेर आउन सक्नुहुन्छ। पछाडि देखेको लोकेसन त्यही भयो। यस्तै यस्तै भिडियो हेर्न चाहनुहुन्छ मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नु होला। यहाँले कुनै पनि सुझाव सल्लाह भए कमेन्ट गर्न सक्नुहुनेछ। यहाँले पनि यस्तै भिडियो बनाएर अब युट्युबमा विज्ञापन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला। मेरो नम्बर छ, कन्ट्याक्ट गर्नु होला। यतापट्टि यो स्कुलको देखाएँ मैले, स्कुल हो त्यो मार्सी। यो अगाडि हेर्नु ठुल्ठुलो घरहरू छ, सबै चिजको सुविधा भएको, बजारहरू पनि नजिकै भएको, सबै चिजको छ। थ्याङ्क यू, धन्यवाद।